नमस्कार साथीहरू, हेर्नुहोस् है मेरो कम्पनी यस्तो छ। यो एउटा बिल्डिङ छ, यतातिर छ, यस्तो छ। यो भित्र मेरो कम्पनी, हाम्रो काम गर्ने कम्पनी यही हो। अनि यता गाडी सामान लिन आउँछ क्या, बिहान सधैँ सामान जान्छ। यस्तो यहाँ पनि छ, पुरा उतै नयाँ बिल्डिङ बनाएको। यता हाम्रो काम गर्ने यता हो, यस्तो छ। यस्तो छ जम्मै उता पुरै साउको साउले एक्लैले आफैले तरकारी लगाउँछ। यत्रो धनी भएर पनि हाम्रोतिर भयो भने धनी मान्छेले कुर्सीमा मजाले बसेर खान्छ नि, यतातिर त काम गर्छन्। साउले यो त उता पुरै आफैले गरेर सब जम्मै सब धेरै मेहनत छ क्या यहाँ। हुन त सब यहाँ मेहनती नै हुन्छन्, त्यस्तै हो। धनी भनेर चुप लाएर बस्दैन। हेर्नु अनि फेरि हाम्रा खाना खाने रुम हो, यस्तो छ। यहाँ गिलासहरू यहाँ भित्र राखेका छन्, चम्मच तिनीहरू। यो पानीको फिल्टर गर्ने हो, तातो चिसो पानी। यता किचन यताभित्र छ जम्मै यस्तो छ। सबले हेर्नु त पुरै यो आफै लगायो एक्लैले, उतापट्टि पनि छ, उता धेरै छ। धेरै मेहनत हुन्छन् क्या यहाँ धनी भनेर। मेरो त मैले बसी बसी खानु पुगे पनि, तर त्यसरी बस्दैन। प्रायः जसो गरिराख्छन् क्या काम, केही न केही आफै गर्ने। काम गर्दाखेरि मेरो सम्पत्ति टन्नै छ, म बसेर खानुपर्छ भन्ने छैन क्या, त्यस्तो छ यतातिर। यहाँ काम गर्दाखेरि सानो ठुलो भन्दैनन्, त्यसैले त अलि अगाडि बढाएछ छिटो। हामीले पनि त्यस्तै गर्दा राम्रो हुन्थ्यो, नेपालमा त त्यस्तो छैन। त्यस्तै हो, ठिकै छ। ओके बाई साथीहरू।